बडा अमूल्य छ मनुष्य जीवन। त्यसमा पनि भगवानको अनुकूल भएर रहनु कति महत्त्वपूर्ण छ। सब संसार दुखी दुखी छ। किन दुखी छ भन्दा मैले भने जस्तो भएन। यही हो दुःखको कारण। सबभन्दा दुःखको कारण के भनेदेखि ममत्व। विभिन्न आशा विभिन्न महत्वाकांक्षाका यति चाङ लाएर बसेका छौँ हामी, मात्रै त्यसलाई मैले भने जस्तोबाट भगवानले भने जस्तो हुने बित्तिकै त्यो सुखी सुखी भयो। जय श्रीमन नारायण। यति मोड्नु छ जीवनमा, अरू केही छैन। मैले भने जस्तो भन्नुमा भगवानको इच्छा भए अनुसार यति मात्रै परिवर्तन गर्नु, अरू केही फेर्नु पर्दैन। शरणागत हुनु भनेको त्यति हो। आफ्नो इच्छा होइन, भगवत इच्छालाई स्वीकार्नु, सम्पूर्ण अब भगवानलाई जिम्मा लगाउनु, भगवानको श्री चरणमा सर्वस्व न्यौछावर गर्नु, त्यही हो शरणागत। त्यति मात्रले भगवानले तवास्मि दासवक्तारम, रामन स्वामीजी भाष्यकार स्वामीजीले गद्यत्रय रचना गर्नुभयो, जहाँ शरणागति गद्यमा उल्लेख गर्नुहुन्छ। तवास्मि दासवक्तारम इति माम तारे। यति भन्ने बित्तिकै म आजबाट हजुरको भएँ है भनेर आचार्यले सम्बन्ध गराइदिने बित्तिकै म हजुरको भएँ भन्ने बित्तिकै उसको सम्पूर्ण कल्याण म गर्छु, भगवानले प्रतिज्ञा गर्नुभएको छ। त्यस कारणले हेर्नुहोस्, हाम्रो यो अमूल्य जीवन आफ्नो इच्छा आकांक्षा महत्वाकांक्षालाई भगवानको इच्छा अनुकूल, भगवानको अनुकूल बनाउनको लागि नै हामी सत्सङ्गमा बस्नुपर्छ, कथामा बस्नुपर्छ। कथाद्वारा त्यो दिव्य ज्ञानको रसस्वादन हामीलाई हुन्छ। आचार्यको मुखारविन्दबाट प्राप्त भएका ती वक्तृत्वले हाम्रो हृदयलाई छुन्छ। सब वाणीहरू कर्णप्रिय हुँदैनन्, तर कतिखेर कुन शब्दले हामीलाई तान्छ भगवान, त्यो तान्नेवाला भगवान श्रीकृष्ण हुनुहुन्छ नि, आफूतिर तान्ने हो। कर्षयति इति कृष्ण हो। फेरि तानेपछि महाराज छोड्न जाने छैन। तान्दै तान्नुहुन्न, जसलाई समाएसिन छोड्दै छोड्नुहुन्न। बोल भक्तवत्सल भगवान। त्यस्तो भगवानको दिव्य हामी कथा सुन्दैछौँ। कृष्ण ग्रह गृहीतात्मा, प्रहलादजीको कथामा भने अरू ग्रहको त ग्रह शान्ति छ, तर एउटा ग्रह अचम्मको छ, शान्ति नै नहुने, लागेसिन लागे लागे। त्यो ग्रहको नाम हो कृष्ण ग्रह गृहीतात्मा। त्यस कारणले त्यो आत्मालाई कृष्ण ग्रहले गृहीत समाएपछि महाराज छोड्दैन, छोड्दै छोड्दैन। नशा गर्नेहरूलाई तो नशा बिहान पियो फेरि जाम तो क्या जाम है, सुबह पिए शाम को उतर जाए, शाम को पिए सुबह उतर जाए। जिंदगी में एक बार राम नाम की कृष्ण नाम की जाम पी के तो देख बंदे, तेरे जिंदगी नशे में गुजर जाए। त्यस कारणले त्यो भक्तिको नशा, त्यो प्रेमको नशा मीराबाईलाई लाग्यो। त्यो प्रेमको नशा हेर्नुहोस् न, हाम्रो यो नित्यम अच्युत पदाम्बुज योगमा रुगमा व्यामोहत भगवानको दिव्य चरणार बिन्दको युगल मकरन्दको दिव्य तुलसीको गन्ध बाहेक अन्य चिज तृणायमे सिनको झार हो भनेर ठान्नुहुन्थ्यो। अस्मत् गुरु को, हामी सबैको गुरु को हुनुहुन्छ? दयाको सिन्धु, उहाँको दया नभएको भए, उहाँको करुणा नभएको भए, उहाँको करुणा सागरको छिटा हामी जस्ता पामर जीवात्मालाई नपरेको भए कल्याण हुने थिएन। त्यस्ता श्री गुरुको श्री चरणारविन्दमा
साष्टाङ्ग प्रणति गर्दछौँ। अस्मद् गुरुर् भगवतोऽस्य दयैक सिन्धो रामानुजस्य चरणौ शरणौ प्रपद्ये। बोल भाष्यकार भगवान को जय। केवल भगवत चरणारविन्द बाहेक अरू संसारमा सर्वस्व नै त्यही हो भनेर मान्नु, त्यही नशा लाग्यो रामानुज स्वामी। त्यस कारणले हाम्रो पनि यो अमूल्य जीवनमा त्यस्तै भक्ति धाराको नशा लागोस्, व्यसन होस् कि। अब त्यो नशा गर्नेलाई के छ, छलेर हुन्छ, लुकेर हुन्छ, चोरेर हुन्छ, यसो मुख छोपेर हुन्छ, सभामा बसिरहेछ, सुर्ती खानले के गर्छ, कसैले सम्झाइदिनु पर्दैन, बेला भएपछि आफै सम्झिन्छ। बोल भक्त वत्सल भगवानको। त्यस्तै भगवत नाम सुमिरन गर्ने आदत होस्, कसले सम्झाउन नपरोस्, ए तेरो भजन गर्ने बेला हो, आइज आइज भन्न नपरोस् हो। ल भन्नुहोस्, ए तँलाई बिहान उठेर आचार्यको श्रीपाद तीर्थ लिने बेला भयो, तिलक धारण गर्ने बेला भयो, तुलसीको अर्चना केशवाय नमः माधवाय नमः गोविन्दाय नमः विष्णवे नमः भन्ने अर्काले भनिदिइराख्न नपरोस्। नित्य आफ्नो स्वरूपमा आफैलाई आउन मन लाग्यो, भगवानको दिव्य यस्तै मधुराति मधुर गुणानुवाद मात्रै सुन्न मन लाग्यो, भगवानको दिव्य तीर्थ प्रसाद गोष्ठी भोग लागेको मात्रै ग्रहण गर्न मन लाग्यो, अरू कुरा केही चाहिँ मिठो यो स्वाद जिब्रोलाई त भगवानलाई भोग लागिसकेपछि नुन पुगेन, खुर्सानीको जति ठुलो माग्न मन नलागोस्। जस भगवानलाई उच्छिष्ट भोजन, भगवान कस्तो छ त्यो, सानो छ कुरा। भगवानलाई अर्पण गरेको वस्तुमा त्यो प्रेम, जिब्रोलाई सबभन्दा दुईटा ठुलो कुरो शरणागत भएपछि महाराज के गर्नुपर्छ भनेको, यो जिब्रोलाई बसमा राख्नुपर्छ, एउटा त खानमा, एउटा त बोल्नमा। जय श्रीमन्नारायण। दुईटै कुरा त्यहीबाट छ। त्यस कारणले त्यसरी रहियो भने महाराज के नै चाहियो र। यहाँ त हामी पर्खियन मात्रै हो, विमान कुरेको, वैकुण्ठको भिसा लागिसकेको छ, हातमा पासपोर्ट आइसकेको छ, बुझ्यो। जो भागवत भइसकेका उहाँ रिजर्भ भइसकेको छ, तपाईँको सिट अरू कसैले लिन सक्दैन, जुन दिन भागवत भगवानको हुनुभयो। त्यस कारणले कालक्षेप हामी अहिले यहाँ यति बसेका छौँ, भगवानको गुणानुवाद गरेर समय बितायौँ, बिहान आरती गऱ्यौँ, बाल भोग बनायौँ, भोग बनायौँ, प्रसाद बनायौँ, के भयो, कालक्षेप भयो। त्यस कारणले असली घर अन्तै छ, खाली रित्तै छ अहिले, आखिर त्यही घरमा जानु पर्ने छ मैले। धन धन भनी हिँड्ने छोडिदे त कुबुद्धि, अब परमात्मा तर्फ फर्का त बुद्धि। वही पनि यहीको झै भोग लाग्ने छ भाइ, राम राम हरि हरि के छ खाने कमाई। यहाँ भएको जति सम्पूर्ण बैंक ब्यालेन्स शेयर मार्केट गहना घर गहना अरू बेला कसैले दिएनन् भने यही बेचेर खानुहुन्छ भनेर बनाएको कुरो केही हात लाउन पाइँदैन, होसै पाइँदैन। त्यस कारणले यदि उहाँको लागि केही जोड्ने हो भनेदेखि भगवानको हुनु पर्यो, भगवत कार्यमा लगाउनु पर्यो। जति भगवत सम्बन्धीमा लगाइयो त्यो सबै गएर उहाँ एक लगाउनु भयो भने 1 लाख भएर उहाँ ब्यालेन्स बस्छ। जय श्रीमन्नारायण। त्यस कारणले यस्तो महनीय कुरा जान्नु पर्यो, त्यही जान्नको लागि सत्सङ्गमा आउनु पर्यो, त्यो पनि सत्सङ्ग हुनु पर्यो। तुलसीदासले भन्नुभयो, सन्त समागम हरिकथा तुलसी दुर्लभ दुवै। प्रश्न हुन्छ महाराज, हर जग्गा कथा भइरहेछ, हर जग्गा भागवत भइरहेछ, एक पाइला निक्लिने बित्तिकै साधुको दर्शन हुन्छ, तर
त्यो शब्दमा ध्यान दिनु। सन्त समागम, असली सन्त र हरि कथा, केवल हरिको कथा चाहिँ अहिले पनि दुर्लभै छ। आफ्नो पुण्य नभइकन पुण्य पुञ्ज बिनु नहीं मिलैन सन्ता, हरि अनन्ता हरि कथा अनन्ता। त्यस कारणले यस्तो अमूल्य जीवन छ, यो अमूल्य कथा छ। त्यस कारणले पुण्य पनि उपस्थित हुनु पर्यो, पुञ्ज पनि उपस्थित हुनु पर्यो, आचार्य कृपा पनि मूर्तिमान भएर आउनु पर्यो, अनि मात्रै हरि कथा प्राप्त हुन्छ। बोल भक्तवत्सल भगवानको।